ल आज चाहिँ ट्राउट माछाको एकदम कडी फिस कडी बनाएर ट्याक्कसँगले कोदो र फापरको पिठोको ढेँडो सडप्प पार्ने प्लान छ। कसलाई मन पर्छ यसो कमेन्ट गर्नुहोला। स्पेशल ट्राउट माछा र फापर र कोदोको पिठोको ढेँडो। मन पर्ने जतिले लाइक र कमेन्ट गर्नुहोला। ल हेर्नुहोस्, एकदम यामी टेस्टी अकबरे खोर्सानी डल्ले खोर्सानीको साथमा।